आज फेरि कुखुराको मासु नखाने ग्राहकका लागि खसीको मासुको अचार बनाउँदै सर्वप्रथम त मैले मासुलाई सफा गरेर हड्डी अलग गरेँ। त्यसपछि मासुमा नुन, बेसार, अमिलो राखेर केही बेर म्याग्नेट हुन छोडिदिए। त्यतिन्जेल मैले अचारका लागि सम्पूर्ण मरमसला तयार गरेँ र मासुलाई फ्राई गरेँ। त्यसपछि लसुन र अदुवालाई पनि पालै फ्राई गरेँ। त्यसमा सबै मरमसला राखेर मजाले मिलाएँ। त्यसै मरमसलामा फ्राई गरेर राखेको मासु पनि मिलाएँ। स्वादका लागि अलिकति अमिलो राखेर मजाले मिसाएपछि अचार तयार भयो। यसरी तयार भएको अचार चिसो भएपछि स्टिकर सहित बट्टामा सिल प्याक गरे। अब पालो डेलिभरीको। केही बट्टा सीमित रहेकोले कसैलाई चाहे सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। श्री त्रिपुरा अचार, मस्यौरा।